नमस्ते। आजको यस चर्चामा स्वागत छ। हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले साँच्चीकै हाम्रो पूरै जीवनको दिशा बदल्न सक्छ। सोच्नुस् त, एउटै मान्छेको जीवनमा दुई बुबाको सोचले कसरी रात-दिनको फरक ल्याउन सक्छ होला। हामीले सानैदेखि पैसाको बारेमा जे जति सिकेका छौँ नि, के त्यसले हामीलाई साँच्चीकै आर्थिक स्वतन्त्रतातिर लैजाँदैछ त? कि हामी अझै पनि त्यही पुरानो सङ्घर्षमै फँसेका छौँ? आज हामी यही कुराको चुरोकुरो खोतल्नेछौँ, विशेष गरी धनी बन्ने सोच रिच ड्याड भर्सेस पुअर ड्याडको आधारमा। हाम्रो समाजमा हेर्ने हो भने दुईवटा बिल्कुलै फरक विचारधाराहरू छन्। एकातिर हुनुहुन्छ पुअर ड्याड, जसको परम्परागत सोच हुन्छ राम्रोसँग पढ, एउटा राम्रो जागिर खाऊ र एकदम सुरक्षित बस। सुन्दा एकदमै सेफ लाग्छ नि, होइन त? धेरैको लागि यो एउटा आदर्श बाटो पनि हो। तर अर्कोतिर हुनुहुन्छ रिच ड्याड। उहाँको सोच पुरै फरक छ। उहाँ भन्नुहुन्छ सिक, लगानी गर र पैसालाई आफ्नो लागि काम गर्न लगाऊ। यो भनेको जोखिमबाट डराएर सधैँ सेफ जोनमा बस्ने कुरा होइन। यो त पैसाको खेल बुझेर त्यसलाई आफ्नो उन्नतिको लागि प्रयोग गर्ने अलिकति साहसिक र स्मार्ट बाटो हो। यी दुईवटा फरक बाटोले नि हामीलाई पुर्याउने गन्तव्य नै छुट्टा-छुट्टै हुन्छन्। अब पुअर ड्याडको एउटा भनाइलाई लियौँ। पैसा कमाउनु एकदमै गाह्रो छ। जब कसैको दिमागमा यो कुराले जरा गाडेर बस्छ नि, अनि पैसा भन्ने बित्तिकै एउटा डर र सङ्घर्षको फिलिङ आउन थाल्छ। यो एउटा यस्तो सीमित सोच हो जसले हामीलाई सधैँ अभावमै जिउन बाध्य बनाइदिन्छ। पैसा कमाउन गाह्रो छ भन्ने डरले हामीलाई नयाँ अवसरहरू देख्नै दिँदैन। यसले हामीलाई त्यही एउटै सुरक्षित घेराभित्र थुनेर राख्छ, जहाँ हामी आफ्नो अमूल्य समय र ऊर्जा केवल थोरै पैसाको लागि खर्च गरिरहेका हुन्छौँ। सुन्दा अलि नमिठो लाग्न सक्छ, तर यो सोचले सम्पत्ति होइन, केवल हाम्रो डरलाई मात्रै बढाउने काम गर्छ। तर यसको ठिक उल्टो रिच ड्याडको भनाइ के छ भने पैसा कसरी कमाउने भनेर सिक। हेर्नुस् त, यो एउटै वाक्यले कति धेरै पोजिटिभ एनर्जी र सम्भावना बोकेको छ। पैसा छैन भनेर चिन्ता गर्नु वा गुनासो गर्नुको सट्टा यो सोचले हामीलाई नयाँ सिप र ज्ञान सिक्नतिर धकेल्छ। यो भनेको ल अब कसरी गर्न सकिन्छ त भनेर एक्टिभली बाटोहरू खोज्नु हो। जब हाम्रो ध्यान समस्याबाट हटेर समाधान र सिकाइमा फोकस हुन्छ नि, तब मात्रै आर्थिक प्रगतिको ढोकाहरू खुल्न थाल्छन्। यी दुईवटा फरक दर्शनले हाम्रो जीवनका ठूला ठूला निर्णयहरूमा एकदमै गहिरो असर गरिरहेको हुन्छ। जस्तै पुअर ड्याडको सोचले जागिरमा मात्रै विश्वास गर्छ। महिना मरेपछि आउने तलब र जागिरको सुरक्षा नै जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्छ। तर रिच ड्याडको सोच, उहाँहरू व्यवसाय र लगानीमा विश्वास गर्नुहुन्छ। नयाँ सम्पत्ति कसरी जोड्ने, सिस्टम कसरी बनाउने र नयाँ अवसरहरू कसरी सृजना गर्ने भन्नेमा उहाँहरूको ध्यान हुन्छ। हो, जागिरले हाम्रो आजको आवश्यकता त पक्कै पूरा गर्ला, तर व्यवसाय र लगानीले त पुस्तौं पुस्तासम्म पुग्ने सम्पत्तिको बलियो जग बसाल्छ नि। सोचमा भएको यही एउटा सानो शिफ्टले हाम्रो भविष्य कहाँ पुग्छ भन्ने कुरा तय गर्छ। यहाँनिर धेरै मानिसहरू एउटा ठूलो भ्रममा परिरहेका हुन्छन्। हामीलाई के लाग्छ भने धनी बन्नको लागि त तलब बढ्नुपर्छ वा दिनको 12-14 घण्टा नै काम गरेर आम्दानी बढाउनुपर्छ। तर रियालिटी अर्कै छ। सम्पत्ति निर्माण गर्नु भनेको आम्दानी बढाउने मात्र होइन। धेरै पैसा कमाउँदैमा मात्र कोही धनी हुँदैन। हेर्नुस्, यदि तपाईँको तलब बढेसँगै तपाईँको खर्च पनि त्यही अनुपातमा बढ्दै गयो भने त तपाईँ जहाँको त्यही नै हुनुभयो नि, होइन र? आम्दानी बढाउनु एकदम राम्रो कुरा हो, तर त्यो मात्रै सम्पूर्ण समाधान भने पक्कै होइन। त्यसो भए यो पुरै गेमको सिक्रेट चाहिँ के हो त? त्यो हो फाइनान्शियल नलेज, अर्थात् आर्थिक ज्ञान। साँच्चीकै सम्पत्ति जोड्ने हो भने पैसाले खासमा कसरी काम गर्छ भन्ने कुराको एकदमै गहिरो बुझाइ हुनुपर्छ। यो त्यही ज्ञान हो जसले तपाईँको साधारण आम्दानीलाई एउटा विशाल सम्पत्तिमा बदल्न सक्छ। जबसम्म हामीसँग यो आर्थिक साक्षरता हुँदैन नि, हामीले जति नै धेरै पैसा कमाए पनि त्यो टिक्दैन, कतै न कतैबाट रित्तिन्छ नै। त्यसैले आजको सबैभन्दा ठूलो सन्देश भनेकै यही हो। बाहिरको भौतिक सम्पत्ति कमाउन दौडिनुभन्दा पहिले आफ्नो दिमागमा आर्थिक ज्ञानको लगानी गर्नु एकदमै अनिवार्य छ। पैसाको फ्लो अर्थात् प्रवाहलाई बुझ्नको लागि हामीले एसेट्स अर्थात् सम्पत्ति र लायबिलिटिज अर्थात् दायित्व बीचको फरक एकदमै क्लियरली बुझ्नुपर्छ। सीधा भाषामा भन्दा एसेट्सले तपाईको खल्तीमा पैसा ल्याएर हालिदिन्छ, जस्तै घर भाडामा दिनु, कुनै बिजनेस गर्नु वा कतै इन्भेस्टमेन्ट गर्नु। तर अर्कोतर्फ लायबिलिटिजले तपाईको खल्तीबाट उल्टै पैसा बाहिर निकाल्ने काम गर्छ, जस्तै चाहिने भन्दा बढी अनावश्यक खर्चहरू गर्नु वा ऋण काढेर देखावटी लाइफस्टाइल मेन्टेन गर्नु।
धनी बन्ने एकदमै सिम्पल रुल यही हो। आफ्नो पैसालाई लगातार एसेट्समा लगाउनुस् र लायबिलिटिजबाट जति सकिन्छ त्यति टाढा रहनुस्। अब यो पुरै सिद्धान्तको एउटा गोल्डन रुल छ, एकदमै ध्यान दिएर सुन्नुहोला है। धनी मान्छे पैसाका लागि काम गर्दैन, पैसाले धनीका लागि काम गर्छ। सुन्दा कति शक्तिशाली सुनिन्छ है? यो विचारले पैसाको पछि भाग्ने वा पैसाको दास बन्ने हाम्रो पुरानो सोचलाई पुरै उल्ट्याइदिन्छ। जिन्दगीभर जागिर खाएर केवल पैसाको पछि भाग्नुभन्दा आफ्नो सही लगानी र सम्पत्ति मार्फत पैसालाई नै एउटा इमान्दार कर्मचारी जस्तै आफ्नो लागि काम गर्न लगाउनु नै वास्तविक आर्थिक स्वतन्त्रता हो। जब तपाईँ सुतिरहेको बेला पनि पैसाले तपाईँको लागि काम गर्न थाल्छ नि, तब मात्रै साँच्चीकै स्वतन्त्र भएको महसुस हुन्छ। अन्तमा अब एकछिन आफैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुहोस्। के तपाईँको अहिलेको सोच र दैनिक निर्णयहरूले तपाईँको सम्पत्ति अर्थात् एसेट्स बढाउँदैछ कि दायित्व अर्थात् लायबिलिटिज? यदि तपाईँको समय र मेहनत केवल क्षणिक र देखाउटी कुराहरूमा मात्रै खर्च भइरहेको छ भने सायद अब सोच बदल्ने बेला आएको छ। याद राख्नुहोस्, आर्थिक स्वतन्त्रताको यो रोमाञ्चक यात्रा सही ज्ञान र एउटा सही निर्णयबाट सुरु हुन्छ। निरन्तर सिकाइ र सही आर्थिक बुझाइले नै हाम्रो भविष्यलाई सुरक्षित र स्वतन्त्र बनाउन सक्छ। अब पालो तपाईँको।